To dear Deepa Bojo. It was such an amazing journey, but it's over now. I hope you will have the life that you are wishing for. I just want to say thank you for being the most amazing friend I could ever ask for. The world is a wondrous place when you slow it down. Throw off the rules like our shoes on the golden ground. Sway in the autumn leaves. You are beautiful. When you look at me, can you feel my love? Can you feel my love? Oh, 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 oh. Can you feel my love? Can you feel my Stay through the change, through the way that the colors turn. Dive in with me to the deep of the orange burn. And lay in the autumn leaves. You are beautiful, And you're all all I need. Can you feel my love? Oh, 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 oh. Can you feel my love? Oh, oh, Can you feel my love? फेयरवेल दिन आएको हामीहरू दिन पार्टी दिने मान्छे यहाँ यसो रेडी त हुनु पऱ्यो नि अर्को यहाँ के गर्दैछौ साथी हाम्रो यो ठिक्कको मिनी भयो नि राम्रो हो जा त जाने भाइ जा म्याजिक क्यान्डल होइन जति फुवारे नि निक्दैन अनि मलाई के भयो कस्तो राम्रो राखिरहेको कसैले पनि त्यहाँ हात पर्दा चाहिँ नभने मैले त्यहाँ लेखेर रहेछ त अब सेफ फ्लाइट लेख्नु लगायो बर्थडे चाहिँ फेरि भएन नि ए आमा यसले त के छ ढाक्यो प्रियङ्काले त म बुकिदिन्छु को बुकिदिने हो त्यो तिमीले कस्तो बुकिदिन्छु अरे त्यो त तिमीले त्यहाँ मात्रै जस्तो भइहाल्यो त्यही भएर हामी तिमी यता आऊ तिम्रो हात ल यसरी के यता यता राखौँ हामी तिनजना हातले म चाहिँ यस्तो गरेँ 3, 2, 1 धन्यवाद जिन्दगीको पहिलो बुके मेरो साथीहरूको तर्फबाट राम्रो अब यो लेटरहरू केसँग यस्तो टिकटक तर सबैले के हेर न प्लान गरे होइन त्यही सबैको सेम भएर छ सिलाउने भन न कसको कुन यो यहाँ राख्छु ल गाइस हेर यता देखाउनु अनि सरी
अब हामी चाहिँ लेटर दिन लागिरहेको छौँ साथीहरू अनि यो पनि वाह तिमी आफै यो पनि सबैकोबाट होइन यो हजुर त्यो हेर्न लु भित्रको यहाँ हात राख्ने 3 2 1 सबैजना आफ्नो धुन्दैन लगाइदेन यही मात्रै लगाइदेऊ कस्तो लाग्यो राम्रो छ सामिरा यो तन्किन्छ भनेको किन हो हेरे तन्किँदो रहेछ मेरो साइज अनुसारले हेरेर ल्यायो नि त्यसो मै गएको किन्नको लागि हामी मलाई प्लेन हो त अनि त्यत्रो उता बस्छ त्यही नै हाम्रो अनप्लान यो राम्रो हुन्छ नि यसभित्र लगाउँदा नि हुन्छ तर अब यस्तो टी सर्ट लगायो भने यो लाउँदा नि हुन्छ यो पनि प्लिज हाम्रो मेरो ल धन्यवाद माई गड यो अहिले पढेर भ्याउँदैछु घरमा गएर पढ्छु गाइस देखाउन त्यो बुझि हाल्दैछु यो मेरो अहिले एकछिनमा देखाउन लागेको छु यो अहिले म पढ्न भ्याउँदिनँ घरमा गएर पढेर स्टडी हाल्छु ल ल ओइ अहिले यत्रो पनि यसरी मसँग लिँदै हैन काचा कुचु पारे हैन मलाई यो चाहिँ कसको हो प्राप्तिकै हो यो पनि प्राप्तिकै हो प्राप्ति टर्नै भएको यो नि प्राप्तिकै तर्फबाट हो यो नि म घरमा गएर पढ्छु अहिले आनन्दसँग पढ्न सक्दैन फेरि प्राप्तिले दिवस के अरे स्टोरी बनाएर यो पनि हुन्छ यसको सबैलाई मात्रै भन्छ बिस्तारै के लेटर बनाएर देखा नि यो पनि प्राप्तिकै तर्फबाट हो गाइस यो चाहिँ नोराको तर्फबाट हो यो नि राम्रो छ हेर्नु डेकोरेसन आर्ट पढेको स्टुडेन्ट है यो चाहिँ यहाँ यो पछिल्लो यो उयो हेर्न कसरी यसले तैँले यस्तो बनाउँछ त्यसलाई पनि एक्कासी के भएको यो चाहिँ प्रेङ्काको तर्फबाट मेरो लागि म्यासेज यो नि म अहिले पढ्न भ्याउँदिनँ घरमा गएर पढ्छु एक दिन लगाएर त बिस्तारै गर्नु मजा यस्तो मेहनत पाराले कहिले लेख्यो साथीहरू फोटो रहेछ यार मेरो दिक्कु उनीहरूको देख्नु यत्रो भयो अलिक पर सर न यार यो पनि प्रेङ्काको तर्फबाट यो जलाएर यो यसलाई उयो भन्छ के भन्छ नि उयो गरेको कफी हालेको थिएन तर केही छैन म 4 वर्षपछि आएपछि फेरि यिनीहरूले मलाई यस्तै दिनुपर्छ भन्ने मैले आशा गर्दछु र गरिराख्नेछु म दिन्छु त पार्टी फेरि आएपछि त्यति बेला तिमीले दिनुपर्छ त्यतिखेर म आउँदाखेरि पार्टी दिन्छु तर म यो लेख्न चाहिँ भ्याउँदिनँ यिनीहरूले मलाई लेखेर दिन्छ है गाइजहरू पढा अब सबैको अब यो सबैको पढ्नु अहिले टाइम छैन कि कस्तो हो र म पढेर स्टोरी हाल्छु कस्तो भने नो अहिले पढ्नुपर्छ मेरो इमोसन देखाउनु पर्यो इमोसन म अहिले रुन्छु कि इमोसन पढ भन्न प्लिज मेरो भिडियोहरू आउनु पाएको तेरो सुरुमा मेरो लास्टमा पढ्ने हो क्या ल मेरो पढ्न त ल यसको स्कुलको पोएम पढा जस्तो नि हो क्या यो चाहिँ पढ्थ्यो फर्स्ट यो त इङ्ग्लिसमा यो नेपालीमा कस्तो हो र यताबाट पढ्यो न यताबाट कताबाट स्टार्ट के बिस्तारै है गर्नु सुन्नु होला है अलिकति मिस्टेक हुन सक्छ त्यही के गर्नु कताबाट स्टार्ट गर्नु नै थाहा भएन इट स्टिल डन्ट फिल रियल कि त एक्चुली अब्रोड जान लागेको छस् भनेर हामी स्कुलदेखिको साथी त होइन कलेज +2देखिको हो फर्स्ट डे कस्तो नर्भस कस्तो न्यू फिलिङ थियो म प्राप्ति अनि नोरा थियौँ त्यो फर्स्ट डेमा प्राप्ति म नोरासँग क्लास गएर लास्ट बेन्चतिर बसेको थिएँ नोरा प्राप्ति लास्ट बेन्चमा थियो अनि म चाहिँ उनीहरूको अगाडि बेन्चमा बसेर वेट गरेको थिएँ अनि त्यति बेला त क्लासमा आयो अनि त र म बेन्चमेट भएँ त्यसपछि लाग्यो ल त्यो पनि है त्यसपछि लाग्यो पनि थिएन कि 11मा भेटेको मान्छेसँग यस्तो क्लोज
यस्तो स्पेसल फ्रेन्डसिप बन्छ भनेर। तर हेर के हो, हेर त कति छिटो मेरो लाइफ एकदम इम्पोर्टेन्ट इम्पोर्टेन्ट मान्छे बनिस् भनेर। त्यसपछि हाम्रो ग्रुप बन्न, सँगै बस्ने, सँगै हाँस्ने, सँगै रमाइलो गर्ने। तेरो र मेरो झन् झगडा नि पर्थ्यो, तर फेरि हाम्रो मेमोरिजहरू त एकदम धेरै छ। अनि क्लासमा टिचरले हेर्दा सिरियस जस्तो एक्टिङ गर्न, तर भित्र हाँस्ने, ऱ्यान्डम कुरामा हाँसेर पुरा क्लास डिस्टर्ब हुने। प्र्याक्टिकल गर्दा हामीले गरेको मोज मस्ती क्लासमै चटपट बनाउने। अनि हाँस्दै कुनै एक्स्ट्रा क्लास हाम्रो बङ्क गरेर घुम्न जाने थियो। सबै स्मल मेमोरिजले हाम्रो फ्रेन्डसिपलाई अझै स्ट्रङ बनाइदियो। गाइजहरू आफू कन्ट्रोल 2022देखिको 2026सम्मको हाम्रो फ्रेन्डसिपको जर्नी कति राम्रो, कति स्पेसल भयो, कति मेमोरिज बनायो। क्लासको कुरा गफ, हाम्रो सानो सानो कुरामा पनि खुसी हुनु, यो सबै कुरा कहिले बिर्सिन सक्दिनँ। र म तिमी नबिर्स्यु, त्यतिखेर तिमीहरू पनि नबिर्स्यु। म बित्तामा अड्केको कारण तपाईँहरू म पछि भन्छु, अलिक भन्न गाह्रो। त्यतिखेर त र म बेन्चमेट मात्र थियौँ, बट अहिले सबैभन्दा क्लोज मान्छे भयौँ। साँच्ची भन्दा त्यो बेला मलाई लागेको पनि थिएन कि यो कनेक्सन यति धेरै स्पेसल हुन्छ भनेर। आई एम सो प्राउड अफ यु फर दिस न्यू च्याप्टर। एब्रोड जाँदैछस्, न्यू लाइफ स्टार्ट गर्नु, इट्स अ बिग स्टेप। त जहाँ गए पनि यु विल साइन फर योर यु आर गोइङ टु बी अमेजिङ थिङ। I trust it was at the same time. Please यो भन्दा बढीमा पढ्न सक्दिनँ, अझै यत्रो I just know it was at the same time. Many things won't be the same. तर honestly selfish भएर भन्छु, I am gonna miss you more than words can express. ल प्लिज अहिले मारिदिन्छु नि। यो त कति लामो हुन्छ त तिमीहरूको। प्लिज डोन्ट बिकम वान, ल यो पढेको चाहिँ त्यो छिटो गर्दै है त। प्लिज डोन्ट बिकम वान अफ दोज आई सिन जोन पिपुल हियर। के हो रिप्लाई गर्ने पिपुल है, रिप्लाई गर्न टाइम लाग्यो भने पनि इग्नोर चाहिँ नगर, मलाई नबिर्सी। इभन इफ यु गेट बिजी, even if you find new people, just don't let me because someone because someone from yeah because हुन्छ someone from my life कसैले सुने छैन, प्लिज इग्नोर गरिदिनु होला। ल उहाँले पढ्नुहुन्छ, म पढ्नुहुन्छ, म यो अर्को प्र्याक्टिस गर्दै गर्छु। यो त तिमीलाई पढिसक्यो। ए सरी तेरो यहाँदेखि पढ नभए तेरो लाइफबाट ल तेरो लाइफबाट now we'll still talk like before. Random updates last night's talk one और प्लिज म पढ्न सक्दिनँ। हेरिराख्नु भएको क्या हाम्रो साथीहरू, म यो प्लिज म स्टोरीमा हाल्छु कि तैँले मेरो पहिला सोध्नु तर चाहिँ यहीँबाट खाइदिन्छु। यो कहाँ गयो? यो लभबाट पढ्न बाँकी छ, यो म स्टोरीमा लभबाट त लभबाट चाहिँ होइन, यसरी पढ्न आएको जस्तो पढिरहेको छु म। के हो यो? यता थियो पढ्न नखाने त कति थियो। ल भयो कि त्यो त्यसो गर्न मिल्दैन। हेर्नु त्यहाँ मैले त्यो हुने त 20 मिनेटको भए पनि अवार्ड फ्रम मी। ल यहाँ पुग्यो कहाँ पुग्यो भने Last night talk, even our silly fights, anything. Just don't let this distance take you away from me.
अबबाट स्टुडेन्ट भिसामा अबबाट ओके ल होइन त त्यहाँ सुन राम्रो अब त स्टुडेन्ट भिसामा जाँदैछस् न्यू कन्ट्री न्यू पिपुल न्यू लाइफ मेबी सुरुमा गाह्रो अर्केको आदेश गर्दैन मेबी सुरुमा गाह्रो हुन्छ लोन्ली फिल हुन्छ सबै अनफ्यामिलियर लाग्छ तर बोजू त स्ट्रङ छस् त यतासम्म पुग्न सक्छस् भने त्यहाँ नयाँ ठाउँमा नि सब ह्यान्डल गर्नु सक्छस् आफ्नो सपनाहरूको लागि फाइट गर्नु कहिले गिभअप नगर तमा कन्फिडेन्ट रह बिकज मलाई थाहा छ तमा क्यापेबल छस् त केमा क्यापेबल छस् स्मार्ट छस् त जस्तो मान्छे जहाँ गए पनि साइन गर्छस् सबैलाई गरेर देखा अनि तेरो बर्थडे पनि आउँदैछ तर त्यो बेला अलरेडी अब्रोडमा हुन्छस् तर याद गर्नु डिस्ट्यान्सले माया घटाउँदैन म यताबाट तेरो लागि मलाई सुनिरहेको छु म गाइजहरू होइन यता म यताबाट तेरो लागि प्रे गर्दै गर्छु तेरो सक्सेसको लागि सेयर गर्दै गर्छु जति बिजी भए पनि आफ्नो ख्याल राख्नु खाना टाइममा खानु हेल्थ अनि आफूलाई सेफ बस्नु मेसेज कल गरिराख बिकज त मेरो लागि साथी मात्र होइन फ्यामिली होस् त जहाँ गए पनि त म सधैँ यादबाट तेरो लागि बोजू आई लभ यु सो मच फरेभर तेरो मान्छे यो चाहिँ प्रियङ्काको पढे यो पनि त्यहाँ छ नि के सरी आदिनी छ प्रन्दिको के रहेछ यहाँ इङ्ग्लिस पढ्नु त्यो पढ I wish you for your bright future ahead. Keep on doing more progress. Time has flown so quickly. My friend is moving abroad for her better future. I am so grateful for our friendship, for the way we are always supporting each other. Everything, no matter what, life brought us. Whenever share so many memories, laugh until we cried, and just growing side by side. You are not just my friend anymore. You are become my family. Now we have to go our separate way to follow our dreams. But I hope you always remember that I am right here with supporting and cheering for your every step of. रो रहा हो क्या ये पानी का थोड़ा of the way, no matter the distance. Just don't forget me, okay? I don't forget us. Do not forget. Don't forget the memory, the jokes, the way we used to become. No matter because no matter where life takes you, you will always have someone here who loves you more than you are ever realized. This is not goodbye, just a pause before we meet again, and because become strong as happier and able to achieve our goals. Keep going. I believe in. I love you, English. Thank you. मैले अलिअलि मजाक पनि बनाइरहेको छु जस्तो भयो यो भयो पढिसकेँ अब यो र यो एकछिन थाहा त्यसमा खाइहाल्छु एउटा त भइहाल्छ मलाई बक्क लाग्नु त मैले आँखा गरिसकेको छु सबै खाइदिन्छु नखा अब त्यो सब डरेन उनीहरूले तेह्रमा लाइसकेको
लेख्न त्यहाँ लेख्नु अरे पढ्न त्यहाँ राख्नु न मैले के डेकोरेसन गर्न नपाएको हे कल अब स्टार्ट चाहिँ कताबाट गर्नु उसको गरौँ सेम सेम भएको अब स्टार्ट चाहिँ कताबाट गरौँ हुँदैछ मलाई भने कताबाट गरौँ पहिला हँ? मिठो भयो के भने त्यो त राक्षस कि ल तपाईँमा के ल गर्नु? ल ल ल म अब यो खाएपछि हुन्छ ल मैले पनि स्टेप बनाउनु चाहिँ खाने होइन अब कहाँ पुग्यो म तिमी आफ्नो फ्युचरको डिसिसन आफ्नो लाइफको कुराहरू आफै नि गर उता गए नि धेरै प्यानिक नहुँ होप यु एचिभ एभ्रिथिङ इन यर लाइफ जो जो सपनाहरू छ सबै नि पुरा गर मेनली आफ्नो लाइफमा यो केटा भन्ने चिज नल्याऊ फोकस अन यर करियर केमा पछि भेट्ला छैन देन सी हु विल कम होइन प्लिज डु नट बिलिभ अरूले के भन्छ अरूले के गर्यो अनि जापानमा नि डु नट ट्रस्ट है तिमीहरूले कुरा चाहिँ मैले यस्तो सिरियसली लिएँ मेरो कुरामा चाहिँ यो खाम सिरियसली लिह 蓝牙已断开。 देन सी हु विल कम प्लिज डु नट बिलिभ अरूले के भन्छ अरूले के गर्यो अनि जापानमा नि डु नट ट्रस्ट है सुरुमा आफ्नो हेर अनि अरूको अनि इम्पोर्टेन्ट कुरा यहाँबाट सुरु हुन्छ बुझिरहेछस् यु हेभ टु मेक हिम रिग्रेट बुझिस् नि मैले किन यस्तो राम्रो फ्यामिलीलाई छोडेछु भन्ने काम तैँले गर्नुपर्छ छोरी मान्छे भएर तैँले यो काम गर्नु नै पर्छ अरूको खुसी भन्दा नि तेरो मम्मीको अनि तेरो बहिनीको हेर स्ट्रगल यति गर मान्छेले नि भनोस् गर्यो यार यो केटीले नि भन्ने पार आई विल बी अलवेज देयर फर यु नो म्याटर वाट धेरै कुराहरू नभए पनि हाम्रो फोन चाहिँ कहिले यस्तै नै हो ल ल ल भयो भयो अब त्यो यस्तै हो ल म रुवाखेन गाई यहाँ रुन थालिसक्यो हो अब मेरो मेकअप बिग्रियो तलले रो भने ल गाई ल ल गाईहरू नरो तिमीहरू रोयो भने त मनी रोइहाल्छ तर हामी भेट्ने छौँ 4 वर्षपछि फेरि त्यही भएर मलाई अहिले पढ्न मन नलाग्छ कारण नै त्यही हो कि अहिले रुन्छौँ नि त हामीहरू लास्टमा हेर्न लाइक जति इयर पछि भेट हुँदा नि चेन्ज नहोस् त्यति नै हो त्यही हो लास्टमा ल गाई त अब यो चाहिँ त्यो वर्ड ल यो त घरमा अहिले पढौँला कि सबै सकिन्छ नि त अहिले पढ्यो भने तिम्रो त्यो चाँदो नै धेरै एप्रिल धन्यवाद ह्याप्पी एप्रिल फुल डे यसले हरायो कि यसले घुर्का हो त्यतिखेर ठ्याक्कै आफै होइन मैले 100 रुपियाँ त मेरो पेटभित्र छुपाइसकेको थिएँ यसले मलाई एप्रिल फुल बनाएको मैले है धन किनेको थिएँ अनि यस्तो हरायो होला जस्तो मैले ल्याउनु हरायो भनेको थियो हो जापानमा के योबाट पनि हुन्छ होइन योबाट पनि भयो यस्तो ब्लक छैन भने के गर्ने भने यो मतलब गर्ने योबाट दुइटाबाट एउटै हुन्छ होइन मैले भनेको थिएँ तेरो त्यो हेयर ड्रायर थियो नि यस्तो 2टा सिक्का मात्र वाला हो त्यस्तो खालको भने कि त्यस्तो नि हुन्छ कि यही त हो खोइ अब यो हेरौँ है गएर स्ट्याकमा खिचेको ग्लभ्स एउटा तर त्यो अङ्कलले भन्यो यो जापानमा भनेर मैले खानु स्टार्ट गरेँ यो मान्छे सबैले खिच्यो तुल्यो न
Ora हामी छुट्यौँ मैले यसो गरेँ मिठो एक्लो अब यस्तो अब त देख्दैन नि त त्यो भएन नगरायो मिठो अरू चाहिँ गेम खेलाउँदो रहेछ हेरेको यु अहिले सुन पहिला गऱ्यो एप्पल कति हालेको मरुवा खान सुन गाइस यता आउँदै म एउटा सिक्रेट कुरा भन्छु तिमीहरूलाई यता आऊ न पानी बुझाउँदा चाहिँ साह्रै मिठो खायो यही हो हाम्रो सानो पिनो मैले हराएँ बाँकी रहेछ अझ त्यसै त हिँड्नु के गौतम जन्मेर होइन भ्याउँछ त अब सक्छ सबै हाम्रो तर यहाँ पिरो भयो म त तिमीलाई त अहिले बुढीले खाँदाखेरि कति सुनेछ ल पिरो खाँदाखेरि त अहिले चिप्प भयो होला मिजु खाउ प्लिज भने जानु त्यसमा आइजाउ जस्तो के भन्छ हामी कति हुन्छ अनि त्यसपछि भयो भने त्यो होल चिकन खानेसम्म जाउँ कहाँ हुन्छ र मैले भन्छु त के खानु मन मैले हेरेर खाएको तर खानु सक्दैन होला हामीले के हो मान्छे आउँदैन हामीले खान्छ के हामीले खेल्दा खान्छ त्यो अलिक चलाउँछ पानी
हामी चाहिँ अब अर्को रेस्टुरेन्ट पार्टी दिने मान्छे सरी रिभ्यू के को रिभ्यू पछाडि सुन्नु हो यस्तो गर्ने बोजू छिटो म हामी पनि खुवाइदिन्छौँ ती यसले तिमीहरू चाहिँ जसो भयो भने आइसक्रिम चाहिँ लिएर आइदियो है मलाई भनेको थियो कि नोरा नोरा अनि मनी खै म पनि देऊ देऊ धन्यवाद फोटो खिचाऊ न तिमीहरू पनि फोटो सबैजनाको खिचाऊ न है साथी उहरू खिचाऊ न साथीहरू के भन्छ यहाँ बोजूको यहाँ सामान उद्यो भएर फेरि यताउति गर्नुपर्छ हामी चाहिँ यहाँ वेट गरे यसलाई टेन्सन भएर हाइपर भएर साथी तिमीलाई बोलाउँछौँ ल यसो प्याकिङ गर्नलाई अनि त त्यहाँ टेन्सन भएर बोजू यता यहाँ उसले प्याकिङ गर्दै अझै कति धेरै मान्छेहरू राम राम के हो र धेरै उयो गर्ने होइन के पढेन चुपचाप उता गर्न हामी चाँडै जानेसँगै सबैजना म बाहेक हेर यहाँ सबैजना म एउटा भन्नु छ एउटा कुरा चाहिँ के हो भने होइन सबसे भन्दा कोल्ड हार्टेड मतलब कोल्ड हार्टेड मतलब कहिले केही एक्सप्रेस नगर्ने मान्छे है नोरा आज हेर यस्तो भयो कसम भने सुरु भइसक्यो क्या फेरि सुक्क भइसक्यो सानीमा कहिले एक्सप्रेस नगर्ने साथी रुइरह है भयो भयो छैन हामी चाहिँ हाम्रो छैन हामी चाहिँ रुवा खाइन अलिअलि आँखा त रसाइहाल्छ नि त्यो नरुकी त मतलबै छैन बोजू कसम जान्छस् ओमा हेर खुसी ल अरी कस्तो रहेछ हामी चाहिँ कहिले
अहिलेसम्म यसको झोलै उतै भएको छैन गयो बिरामी देखाएको छ बिरामी वेदर हेर न कस्तो राम्रो साँच्चीकै गयो त कस्तो हो र कस्तो भने ए खुसी खुसी भएर गएकी कस्तो हो र हेर भिडियोमा बोजू भनौँ न गई क्या गई कस्तै कस्तै ऊ त्यहाँ चाहिँ बोजू भन्नुपर्छ है 3 कता गई खै कता गई बोजू 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 बाई कस्तै बाई बोजू याद नजा बाई बोजू बोजू खुसी खुसी जा भाइ त रुयो ऊ रुयो क्या बाई कता गई बोजू छिरे दिपा यस्तो यस्तो हेर हाम्रो हालत रुएर बेहाल हेर त्यो त्यही छ कस्तो लगाएको त भित्र राम्ररी जा पुरामा चाहिँ मेरोमा जान्छन् प्राप्ति चाहिँ उता मेरो जब सक्छौ हुँदैन त्यही भएर म बिरामी छु अलिकति बिहान भयो नि भाइ तर के अब परिहाल्छ नि म त आइहाल्थेँ अब त्यति हो दुईजनाको रुगा मलाई साथ दिएछ प्लान सक्सेस मेरो टाउको तातो हुन थालिसक्यो अब रुगालाई मेरो त तातै अरे मेरो छैन अहिले त त्यस्तो ल हामीहरू चाहिँ निस्केको अब बाई कन्टिन्यू गरेर एकछिन